पुराना राजनीतिहरूले नीति त राम्रै ल्याए, सधैँ कसैको त्यसमा गुनासो भएन, तर नेतृत्वले त्यो नीति बोकेन। त्यसैले गर्दाखेरि नेतृत्व र नीतिमा समन्वय जस्ता नभएको कारणले गर्दाखेरि त्यसको अगेन्स्टमा विद्रोह भयो। त्यो विद्रोहमा म पनि सहभागी थिएँ र अब यो विद्रोह पश्चात यसलाई कसरी संस्थागत गर्ने र नयाँ खालको राजनीतिलाई कसरी संस्थापित गर्ने भन्ने कुरा आवश्यक रह्यो र यो जेनजी आन्दोलनको मर्म र यसप्रतिको न्याय र त्यसपछिको परिवर्तित जनआकाङ्क्षालाई पुरा गर्नका लागि कुन पार्टीले बोक्छ भनेर खोज्दै जाँदा हेर्दै जाँदा राजनीतिक जिम्मेवारीको रूपमा यसलाई कसले लिन्छ भन्दाखेरि राष्ट्रपाले हामी बोक्छौँ। जेनजी आन्दोलनले उठाएका मुद्दाहरू र सुशासित राजनीतिका मागहरू र आदर्शको राजनीति गर्नुपर्छ भन्ने कुरामा हामी पुनर्विचार गरेर फेरि फिर्ता आउँछौँ। लोकतन्त्र भनेको खालि देशको चुनाव मात्र होइन, पार्टीभित्र पनि आन्तरिक लोकतन्त्रदेखि लिएर सुसंस्कृत राजनीतिको चाहिँ हामीले यो यहाँबाट यो पार्टीबाट सुरु गर्छौँ भन्नुको हुनाले हामीले त्यसरी यो पार्टीमा समाहित भयौँ र यो पार्टीबाट अगाडि बढ्यौँ र अहिले चाहिँ यो राजनीति जुन प्युठान आफैमा फेरि एउटा आदर्शको राजनीतिको एउटा बिगुल फुकेको जिल्ला हो। यहाँ थुप्रै खालका राजनीतिक आन्दोलनहरू, राजनीतिक सङ्घर्षहरू, राजनीतिक परिपक्वताहरू र राजनीतिक साक्षरता पनि यो जिल्ला धेरै अगाडि छ। त्यसैले जुन जिल्लाले हामीलाई आदर्शको राजनीति अस्तिको दिनमा सिकायो तर हिजोको दिनमा फेरि पनि कारोबारको राजनीति भन्न थाल्यो, रूपान्तरणको राजनीति गर्नुपर्ने हामी फेरि कारोबारको राजनीतिमा फर्क्यौँ है। आदर्शको राजनीति गर्नुपर्ने हामी पनि फेरि लेखाजोखाको राजनीतिमा गयौँ। त्यसले गर्दा यो राजनीतिको सच्चा परिभाषालाई फेरि फिर्ता ल्याउन, आदर्श र सुसंस्कृत राजनीतिलाई फेरि सही बाटोमा ल्याउन प्युठान जिल्लाबाट सुरु भएका आदर्शका राजनीतिक गुरुहरू, मेरो अग्रज हुनुहुन्छ, मेरो आफ्नै माउली हजुरबा हुनुहुन्छ, अहिले स्वर्गीय हुनुभयो मेघराज आचार्य, उहाँ पनि यहाँ धेरैजनाले चिन्नुहुन्छ। उहाँले एउटा आदर्शको राजनीतिको लागि यो जिल्लामा धेरै कुर्बानी गर्नुभएको छ। अरू खालका राजनीतिक परिवर्तन, राजनीतिक आन्दोलन राष्ट्रिय राजनीतिमा यत्रो ठुलो टेवा पुर्याएको जिल्ला हो, तर पनि हिजोआज कस्तो ठाउँमा प्युठानले सांसद पठायो, कस्तो ठाउँमा प्युठानले राजनीति पुर्यायो, न राजनीतिलाई समृद्ध बनायो न जिल्लालाई समृद्ध बनायो। त्यसले गर्दाखेरि यो जुन हाम्रो आकाङ्क्षा खस्केको अवस्था छ, हाम्रो राजनीतिप्रतिको विश्वास खस्केको अवस्था छ, राजनीति भनेको फोहोरी घृणित खेल भन्ने चाहिँ जुन हामीलाई परेको छ त्यो तोड्नको लागि होइन है। राजनीति अझै पनि सबभन्दा महान समाजसेवा हो। राजनीति भनेको आदर्श हो। राजनीति भनेको हाम्रो कसैको यो व्यावसायिक पेवा होइन, यो भनेको सबभन्दा उच्चतम लेभलको समाजसेवा हो। समाजलाई रूपान्तरण गरेर लाने एकमात्र बाटो भनेको राजनीति हो। त्यसैले राजनीतिको विकल्प गैर राजनीति होइन कि सही राजनीति हो भन्नका लागि मेरो उम्मेदवारी हो र त्यसका लागि म प्युठानबाट उठ्दैछु। प्युठान जिल्लामा पुराना राजनीतिक दलहरू यहाँले भन्ने गरेको पुरानो राजनीतिक दलहरूका आफ्नै सङ्गठनहरू छन्। प्युठान जिल्ला आफैमा राजनीतिक सचेत जिल्लाको रूपमा पनि चिनिन्छ। यहाँ नयाँ दल लिएर फेरि चुनावी मैदानमा आउनु भएको छ, आफूलाई कसरी प्रतिस्पर्धी रूपमा उतार्नुहुन्छ? फेरि तपाईँले मलाई लाग्छ अघिकै सोधिसकेको प्रश्नको फेरि अर्को तरिकाले सोध्नुभयो, त्यसको एन्सर अघिकै एन्सरमा छ। त्यो भनेको चाहिँ हामीले नेतृत्व तहमा कमजोरी गरिरह्यौँ र नीति देखाएर ढाकछोप गरिराख्यौँ। हाम्रा खाने दाँत र देखाउने दाँत फरक भयो है। कुनै एउटा पार्टी कुनै व्यक्ति लक्षित भन्दा पनि उहाँहरूले सधैँ पनि हामीलाई आदर्शवान कुराहरू सिकाउनु भयो, हामीलाई समाजवाद सिकाउनु भयो, हामीलाई चाहिँ समाजसेवा सिकाउनु भयो, हामीलाई देश कसरी रूपान्तरण गर्ने सिकाउनु भयो, विचार सिकाउनु भयो, दर्शन सिकाउनु भयो। तर संसदमा गएर राज्यका विभिन्न अङ्गमा गएर के गर्नुभयो? जे सिकाउनु भयो त्यसकै उल्टो गर्नुभयो। पछाडि गएर कालो कोठामा राति 12 बजे बसेर अस्वाभाविक रूपमा गठबन्धनहरू भयो, अप्राकृतिक रूपमा गठबन्धनहरू भयो। विश्व इतिहासमै अप्राकृतिक मानिने गठबन्धनहरू देशमा भयो। केका लागि भन्दा देखाउने दाँत फेरि संविधान संशोधन थियो, अर्को केही थियो, तर केही पनि भएन कि अझ यति रूपमा नराम्रो भयो कि यो देशका युवाहरूले फेरि एउटा नयाँ आशाको दियो बाल्नका लागि त्यत्रो विद्रोह गर्नु पर्यो र त्यसको लागि पनि ती आदर्शवान भनिएका प्रजातान्त्रिक भनिएका पार्टीहरूले एकचोटि पनि त्यसको क्षमा याचना गर्नु भएन। जिम्मेवारी बोध त फरक कुरा, क्षमा याचना पनि गर्नु भएन। जसले आफ्नो देशको आफ्नो एउटा बच्चा बच्चीहरू मृत्यु हुँदाखेरि पनि क्षमा याचना गर्न नसक्ने व्यक्तिहरूले हाम्रो जिल्लालाई हाम्रो देशलाई अगाडि सार्नु तर सामाजिक रूपान्तरणमा राख्नुपर्छ, हामीले पत्याइदिनु पर्ने सक्दैनौँ। त्यसैले अब नीति र नेतृत्व एक सरो हुनुपर्छ, सामञ्जस्य हुनुपर्छ भन्नका लागि र त्यो उभ्याउनका लागि म प्युठानमा आएको छु। तपाईँकै पार्टीका अध्यक्षले पनि केही हिजोसम्म तपाईँले सभापतिले तपाईँलाई जुन टिकट दिएपछि असन्तोष जनाउनु भएको छ, आज पनि उहाँ सहभागिता हुनुहुन्न, अनि तपाईँहरूको सम्झौता मिल्यो? तपाईँको सहभागिता हुनुहुन्न भन्दा आज यहाँ उहाँ हाम्रो सभापति हुनुहुन्छ, अहिले तपाईँसँग लजिस्टिक कुरामा गुट भएको थियो नि बिचमा, तपाईँको गुट भएको थियो नि, कसले भन्यो तपाईँलाई? तपाईसँग
तपाईँसँग पहिलोचोटि भेट्दैछौँ स्ट्याटस देखेर है थाहा हुन्छ। खै स्ट्याटस मेरो हामीले निमन्त्रणा गरेको सेयर गर्नु भएको छ बोलाउनु भएको छ हेर्नुहोस् त होइन अहिले तपाईँको यो यहाँ निर्वाचन आयोगमा आउनलाई सबैलाई उपस्थित गर्न आग्रह गर्दछु भन्दाखेरि उहाँले त्यो स्ट्याटस सबभन्दा पहिला सेयर गर्नु भएको छ है प्युठानलाई घन्टीमा नआऊ जय घन्टी भन्दै उहाँले सम्बोधन गर्नुहुन्छ प्रत्येक फोनमा मैले त देख्दिनँ हाम्रा घन्टीका साथीहरूलाई सोध्नुहोस् आम जनता सोध्नुहोस् त्यो देख्दिनँ है तपाईँहरूको सूचना अब कहाँदेखि आउँछ म त्यसमा मैले त त्यसको जवाबदेही राख्दिनँ होला अनि त्यो तपाईँहरूले नै गर्नुहुन्छ होला उहाँ यहीँ आउनुहुन्छ हामी सँगै हुनुहुन्छ धन्यवाद।